आजको बैठकको कार्यसूची क्रम सङ्ख्या 6 मा रहेको 43औं कार्यपालिकाबाट स्वीकृत भएका स्वास्थ्य बिमा लागू भएका 10 वटा स्वास्थ्य प्रवर्धन केन्द्रहरूको लागि विभिन्न पदका 30 जना सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका लागि विभिन्न पदमा 20 जना करार दरबन्दी अनुमोदन गर्ने प्रस्ताव स्वीकृत गर्ने निर्णयका लागि पेश गर्दछु। पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोला। विपक्षमा हुने सदस्यहरूले हुन्न भन्नुहोला। तटस्थ रहने सदस्यले मत दिन भन्नुहोला। हुन्छ भन्ने सर्वसम्मत सदस्यको ध्वनि मतका आधारमा 43औं कार्यपालिकाबाट स्वीकृत भएको करार दरबन्दी अनुमोदन गर्ने प्रस्ताव नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि ऐन 2075 को दफा 16 बमोजिम स्वीकृत भएको घोषणा गर्दछु। आजको बैठकको कार्यसूची 7 मा रहेको काठमाडौँ महानगरपालिकाको सङ्गठन संरचना तथा दरबन्दी पुनरावलोकन गर्ने कार्यका लागि बागमती प्रदेश सरकारबाट जारी भएको स्थानीय सेवा ऐनको दफा 5 बमोजिम गठित समितिबाट पेश हुने सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन नगर कार्यपालिकाबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याउन नगर कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव स्वीकृत गर्ने निर्णयका लागि पेश गर्दछु। पक्षमा हुने सदस्यले हुन्छ भन्नुहोला। विपक्षमा हुने सदस्यले हुन्न भन्नुहोला। तटस्थ रहने सदस्यले मत दिन भन्नुहोला। हुन्छ भन्ने सर्वसम्मत सदस्यको ध्वनि मतका आधारमा कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव नगरसभा सञ्चालन ऐन कार्यविधि 2075 को दफा 16 बमोजिम स्वीकृत भएको घोषणा गर्दछु। यस सभामा छलफल गर्ने अन्य विषयमा भएकाले र निर्धारित कार्यसूचीको लिखित प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएकाले यस कार्यमा संलग्न सबै जनप्रतिनिधि तथा कर्मचारीलाई धन्यवाद सहित नगरसभा सञ्चालन ऐन 2075 को दफा 3 को उपदफा 2 बमोजिम काठमाडौँ महानगरपालिका नगरसभाको 18औं अधिवेशन अन्त्य भएको घोषणा गर्दछु। धन्यवाद।